लेट्स फाइन्ड आउट यो 500 रुपियाँमा मलाई चाहिँ काठमाडौँमा कसले आफ्नै ठाउँमा लगेर खाना पकाएर खुवाउँछ एक्सक्युज मी ब्रो यो 500 रुपियाँ दिन्छु मलाई आफ्नो ठाउँमा लगेर केही खानेकुरा पकाएर खुवाउन सक्छ सक्दैन ए नो रिस गुड डे No, you cannot. म 500 रुपियाँ दिन्छु मलाई आफ्नो ठाउँमा लगेर केही खानेकुरा पकाएर खुवाउँछ सरी यार म त केही बस्छु धेरै टाढा नै बस्छु हो भ्याउँदैन अरे ल नो रिस गुड डे No, you cannot. 500 रुपियाँ दिन्छु हजुरको आफ्नै ठाउँमा लगेर केही खानेकुरा मलाई पकाएर खुवाउन सक्नुहुन्छ हजुर सक्छ जाने अहिले लेट्स गो ल It's welcome, brother. It's my small room. है यो चाहिँ हाम्रो बेड है एउटा बेड यहाँ छ एउटा बेड यहाँ छ अनि यहाँ चाहिँ म सुत्छु यहाँ चाहिँ नानी सुत्छ अनि यसमा स्मल किचन है अनि त्यसपछि थोरै मोटिभेसनल कुराहरू पनि राखेको छु मैले है बिहान उठ्ने बित्तिकै यहाँबाट टक्क आँखा खुल्दा बित्तिकै यतातिर देख्छु अनि हजुर लेट्स मेक सम स्न्याक मैले चाहिँ एउटा मानवता देखाएको हजुर म आफूलाई पनि एउटा आफू जस्तै सोचेर मेरो दाजुभाइ जस्तै सोचेर लेट्स गो भनेर मैले एकैचोटिमा मैले सोद्धा पनि सोधिनँ के को लागि कसरी किन भनेर लेट्स गो भने होइन थ्याङ्क यू ओल्ड निड मोर पिपल लाइक यु है खासमा या थ्याङ्क यू मेथीको एउटा फाइदा भनेको के छ भने यो ओइललाई प्युरिफाई गर्छ जसले हटलाई डाइरेक्ट ह्याम्पर गर्दैन यो चाहिँ नेपाली स्टाइलमा चाउचाउ पाक्दैछ ल मेरो हातमा आइसकेको छ चाउचो अन्डा है लेट्स ट्राई दिस है त अन्डा र चाउचो मिक्स गरेर दामी छ यार अन्डा चिसो भइसकेको रहेछ होइन चाउचो तातै छ मिठो छ यार गुड सबैको स्वाद चाहिँ होइन नुन खुर्सानी सबै टक्क मिलेको छ नाइट तिमी सेम रहेछ यार खाजा चाहिँ कस्तो लाग्यो मैले खाजा चाहिँ अति दामी मेथी हालेर बनाएको मिठो लाग्यो अन्डा त्यस्तै दामी सबै चिज एज प्रमिस्ड है यो हजुरलाई ल यो वेलकम युआर गोटेड मान्छे खासमा चाहिँ ल अनि अब अल द बेस्ट स्पेनको लागि नाइस अब चाहिँ हामी भाँडा माझ्छौँ खाएपछि चाहिँ भाँडा माझौँ है डु यो डिसेस योर सेल्फ जहिले पनि